केही दिन के गर्नु आइपुग्यो भने त हामी अब चाहिँ लेले हो क्या अरे अब चाहिँ लेले होइन भइया छैन नि लेले यो हो अब यो हो क्या लेले लेले भने चाहिँ यो हो यहाँसम्म चाहिँ आएको क्या लेले कता हो त हामी यतै होला यता त गाडी जाने मात्र हुन्छ क्या केटाहरू अब आफ्नै प्रकारले हिँड्छ यहाँबाट 2 घन्टा लाग्छ अरे लेलेबाट पनि बाइकमा अब काठमाडौँ पुगेको छ एरिया हो 3 घन्टा बाइक राइडर गरेपछि उठिरहेको हो यहाँ चाहिँ बसेर डाँडामा बसेर फर्किनु पर्ने है माथि डाँडो होला माथि डाँडोमा चाहिँ खिच्नुपर्छ है कति डाँडो सबै बस्दै खिच्नु क्या मान्छे त सन्डे जाँदो रहेछ है सन्डे जाँदो रहेछ मान्छेहरू है मान्छेहरू टन्ने जाँदो रहेछन् क्या यता मान्छे त यो बाटो यस्तो चाहिँ हेटौडा जाने बाटो हो नि हो हेटौडा नि जान्छ यहाँबाट जान्छ नि ए हेटौडा जाने बाटो यही हो मेन हो र हो नि ए अनि कुले खानीबाट छिटो हुन्छ होला नि यताबाट भन्दा त खै यतैबाट जाने जस्तो लाग्छ मलाई लेले हुँदै हो हेटौडा जाने सुन्थे
त कहाँसम्म हो कहाँसम्म छ तिम्रो कहाँसम्म छ भिडियो बनाइरहेको हो भनेर भिडियो बनाइरहेको जनाउलाई दार्जिलिङ फेरि मोडिफाइड हानेर जान्छ बाइक त मोडिफाइड हानेर जान्छ फेरि साइड लाइट बल्ने तारेर जान्छ नजिले भन्नु फेरि रिसाउनु धुलो उडाएर केटाहरूले धुलो उडाएर आइसके धुलो त केही जुड्यो धुलो त खात्रै उठ्दैछ अरे घाम सामी छ नि त अहिले भन्दा नि राम्रो आउँछ ओजन परेपछि त्यति राम्रो कोही राम्रो देखिन्छ कोही नराम्रो देखिन्छ हो भरा देवी यता रहेछ यता हो कि कता हो नि
फेरि हिँड्ने हो कहाँ हिँड्ने हो के गर्ने हिँड्ने हो केही थाहा छैन हामीलाई मलाई त्यस्तो लागिरहेको अब फेरि ओह्रालो पो लाग्यो त हामी त यस्तो फिक्स गरेर हिँड्न पायो नि यार हावा भनेर हिँडेछन् केटाहरू बाटो यही हो ओ रोकाउ त ओ है एकचोटि फिक्स कुरा गरेर फिक्स कुरा गरी हिँडौँ क्या केटाहरू यार अहिले यहाँ बेकार त हिँड्न मात्र भयो भने यहाँ समय सुनिल फेरि कति अगाडि गइसक्यो यार जो अब केटाहरू हामी लटरामेश्वर है जानु लाग्यो भाइ लटरामेश्वर अब जाने भ्याइँदैन भने यतातिर घुम्नु जाउँ अब भ्याउँदैन हो केटाहरू भ्याउँदैन हो भने अब त 10 बजेर केही हुन्न भन्ने कुरो हो त लास्ट टाढा खन्दै लटरामेश्वर त नि लास्ट तारा छ क्या केटाहरू यतातिर घुम्नु जाउँ क्या यार अब हो ल ल ल त्यसमा छोड्नु पेट्रोल हालिया ठाउँै छैन कालेश्वर पुग्ने आउने कालेश्वर पुग्ने आउने अब के भन्नु ले पनि घुम्नु पर्ने यार है लोकेसन चेन्ज त अब म त के भनौँ सुनिल सर लटरामेश्वर भनेर नानी त्यही भयो अब काला लम्बेश्वर अब काला लम्बेश्वर होइन बसौँला नि त भाइ त्यही भएर होइन म त के हो म त यही एउटा फर्किनु कोलेश्वर के अरे कालेश्वरबाट फर्किनु भन्ने हो कि हो हाम्रो सुनिल सरको इच्छा चाहिँ अब भएको भएर रुको रुको लटरामेश्वर जान त अलिक टाढा पर्छ भन्ने कुरो भयो बरु बस्ने भ्याउँछ दाइ बस्ने गरेर गयो भने चाहिँ हो कहाँ बस्ने यार केटाहरू यार आउनु पर्छ यार कहाँ बस्नु यार कालेश्वर पुगौँ अनि कुरा गरौँ ल कालेश्वर महादेव की शनिबार कालेश्वर महादेव भने हो विशेष भनेको सबैको लागि हाइकिङ जाडोमा भन्ने मात्र हो क्या यहाँ धर्म कर्मकै लागि त यहाँ कोही पनि आयो भात भएर हो भात भएर हुन् अहिले यहाँ माटो कामबाट मासु गाडी मान्छु
छन् कहाँ जानु अगाडि खाली त खाली हुँदो रहेछ यहाँ बाटो है धुलो उडाउँदै केटाहरूले चाहिँ अगाडि लाउनु पर्ने राइडर केटाहरू ब्रेक हाने होला यताबाट अनि हामी झन्डै ठोक्रियो नि हावा मुसीहरूलाई अगाडि अगाडि पठाउनु पर्छ नि दाजुले बाइक चाहिँ खतरा बनाएको छन् है मोडिफाई सोडिफाई हानेर है दादा कराएर अगाडि जाऊ भिडियो गर्नुहोस् न रोकेर बसिन्छ नि त बुढाबुढी बाइकै रोकेर बसिन्छ नि त केटाहरूलाई भने अब गोदावरी घुमेर जाउँ भने त नि मानेन
मान्छेको गाउँ जाने बाटो जस्तो यार यत्रो त्यही हो यो केटाहरूले हावा बाटो ल्यायो क्या यार जाने त धुलो त उड्दैन कमसेकम बुढी हामीले सोधौँ न आमा यो कालेश्वर जाने बाटो हो कालेश्वर जाने बाटो हो कति टाइम लटनमेश्वर नि पुग्छ यहाँबाट हो लटनमेश्वर पनि यही बाटो जान्छ गलत बाटो चाहिँ आइएन त गलत बाटो चाहिँ आइया रहेछ त्यही हो खुसीको कति बज्यो हेर भाइ 1 बज्यो होला नि यति चाहिँ ढलान हाल्दैछन् है धेरै ठाडो उकालो भन्छ क्या अरे गाडी नतानेर त्यही होइन पानी सानी मजा रहेछ यार ठिकै हो यतिको त बाटो त धेरै राम्रो हेर म त के भन्छ त्यसलाई केटाहरूले धुस्ना अफरोड ल्याएर यार धुस्ना अफरोड ल्यायो भने नि बाइक खत्तम हुन्छ त्यत्तिकै तेल खान्छ त्यत्तिकै के हो क्या ठेकदारले पैसा खाने बाटो मात्र गरेछ यहाँको चिजलाई है त्यसले अलिअलि लगाइदिएर होइन पैसा मात्र खाएर मऱ्यो क्या रिच त भागै रहेछ मजाले ल हेर न यहाँ थोरै थोरै ठाउँमा छ त बाटो होइन नेपालमा विकास हुने हो
धेरै खान्छन् राम्रो गर्दैनन् हाम्रो पनि यो ऊ भयो भन्ठाने होला है के भयो जाड हान थाले जस्तो यत्रो कालेश्वर जाने बाटो हो थाहा छैन रे क्या यही हो भने अब इसाक सरका बेस्ट फ्रेन्डहरू गाजा तान्न लाए जस्तो छ देखे है देखे एनाकोन्डा पानी खाम न ल भलक नै हो दाइ दाइ भन्ने कि भाइ भन्ने धुलो खाँदै आएर हो ओ मैले बाइक हेर्दा बाइक पैसा ल्याउनु छ कस्तो मेरो पुरै धुल्ला म 50 सालको धेरै जेठो भयो अनुहार हेर्दै जेठो जस्तो लागिरहेको थियो भाइ यसो फलफुलहरू पाइने यता फलफुल अब हाम्रो 58 सालको हो म तिमी 60 सालको हो 2 वर्षले रहेछ भाइ जा त त्यो पाउँछ सुन के कडा तिम्रो त रुँदै नहुने यार हजुर रुँदै नहुने चप्पा तीनजना दोस्त थियो ब्रो ए हो के हो दाइ बटारे न निकाले माल चुराइदिएको मात्र हो हैन नि दाइ त्यहाँ त्यो पानी किन्न लागि धुलो चाहिँ कस्तो भने दाइ यार लास्टै धुलो रहेछ यार है केटालाई त हार घार्दै है ट्यार पनि लेले घुमेर जान पाए हुन्थ्यो यार लेलेन के घुमेर जाने हामी त लेले घुम्ने ठाउँ छ नि यार एकचोटि लेले आउनु पर्छ नि त सुन्नु ओए क्लोज प्लेयर जाला हे त्यस्तो नगर कहाँ हो त हामी जाने उद्देश्य हामी पहिला कालेश्वर जाम न भालेश्वर जाने के ओए कहाँ जाने यस्तो हो उ है ठाउँ उतै बसौँ के बरु यार गतिलो छैन ठाउँ दर दाइ त्यहाँ गयो भने त भ्याउँदैन नि उता हेरिरहेको छु गुगल सरलाई खाइसक्यो पहिला कालेश्वर कतिको टाढा छ भन्ने कुरो पहिला कालेश्वर लिएर हिँड न होइन के छ त्यहाँ विशेष चाहिँ केटाहरू त्यो मन्दिर हेर्न जानला होइन मन्दिर होइन डाँडो हो घरबेटी यहाँ सबैलाई निकालिदिएर हामी मात्र हो माने घरबेटी निकाल्दियो नि त सफा गर्छ निजेरका पाउडा खाने हुँदैन अब हिँड्मुना नि फेरि बर्थडे यसको पाउडा हो नि झ्याम्नु यसो बर्थडे त्यहाँबाट भिनाजु अनि भिनाजु भन्दै घरि दिदी बहिनी को निकाल्यो ओ यतापट्टि निक्लियो अब अर्को निक्लिँदो रहेछ वाइफाई महँगो भयो भन्छ त्यो रिमा ठान 350 2 महिनाको हो भने 600 रुपियाँमा त धेरै हैन 180 त पर्यो नि होइन दुईटा मोबाइल चलाउँछन् 600 रुपियाँमा 3 महिना ए हामी त 1000 ठोक्छौँ 1000 हामी अब हामी पनि ठोक्छौँ यसले हो अब नयाँ लाउँछ के हामीले अब हामीले 1800 भरिहरूलाई फेरि यहाँ चलान्छ दुईजना रुममेट हो तपाईँहरू दाजुभाइ पो हो को हो दाइ म हो दाइ उ फरक भएर मात्रै हो कोन म हो हेर्छम है छ भन्दा नि खै केटाहरू के हो राम्रो ठाउँ त छ नि माथि गर दामी हो ठाउँ चाहिँ दामी हुनु पर्यो यत्रो दुःख र गइसकेपछि होइन आइदिमै वाला पहिला भिडियो देखाऊ त केटाहरू भिडियो देखाऊ ल भिडियो कालेश्वर कि लटर कालेश्वर जाने हो लटरमेश्वर त अब बिहान भन्नुपर्छ नि मे अब के अरे सेभ गरेर छौ गरे होइन इसाकलाई पठाएको चल्छ कि नि भन्ने ए मोबाइलबाट धुलै धुलो छ नि कति चाहिँ धुलो छ त कालेश्वर कालेश्वर चाहिँ सर्च गराउ न हस्पिटल गरौँ न साथी चल्दो रहेछ भिकारी हो चाहिँ तपाईँ जस्तो अनलिमिटेड डाटा छ ए ल आइफोन राति रहेछ नि फोटो खिच्न त टन्नै छ नि आइफोन त हो सबै आइफोन युजर हो सब आइफोन ल ठिक छ हामी मात्र हो कि दाइ हामी मात्र हो गरिब मुला
कहाँ जानु लाग्दा हेरु मुक्तिनाथ यहाँ छ नि लेलेमा दाइ हो र ए जो कडारो मुक्तिनाथ हामी पनि त्यस्तो रमाइलो छ नि दाइ हैन छोड्दिनु के राम्रो छ के सर लागम ल केटाहरु हिँडा गयो अब टाइम वेस्ट गरे नबसाउ यस्ता मुजी पछि खिचम जाम यस्ता ठाउँमा नि फोटो खिच्छ नि त यार जाउँ माथि हान्नु पर्छ माथि माथि गएर के हो इसाक सर के हो चुस्टिया छ त मिठो हो के तपाईँको पछाडि आफूलाई फिल आइरहेको ल केटाहरु हामी बिस्तारै हिँड्ने गर्छौँ है आवाज त बवाल छ यार वाल वाल परे देखेन हौ सुन्न पनि मजा आउँछ न ट्याक्सी नि आइरहेको यार आउन त आइरह है एउटा मान्छे भेट्यो भने म फेरि छोडिहाल्छु गाजा पाइन्छ भनेर ल्याइदिएको हुनसक्छ हामीलाई त्यस्तै लगाइसक्यो यिनीहरूको बोलिदिएर राम्रो छ भनेर मास्टर त यहाँ जुन घरमा पनि गाजा पाइन्छ भने बिहा नि त त्यो एउटा त्यो पनि हुनसक्छ कि यिनीहरू अब उतातिर पैसा परेको छ के अरे यतातिर त सित्तैमा आउँछ यतातिर सित्तैमा आउँछ भन्यो नि त माथि बोलीबाट भए हुन्छ कि सब बोलिरहेको छ भनेर मलाई शङ्का त्यही लागिसक्यो अहिले तपाईँले मुक्तिनाथ जान्छ त वाह भोगाल छ है भनिदिइसक्यो नि भनिदिइसक्यो भने रोज चाहिँ छ यता सित्तैमा पाइन्छ होला सित्तै पाइन्छ भनेर किनभने धन्दाले विचार गरिहाल्छ यतातिर चोरी सर्दो रहेछ हाम्रो त पुरै उस हुन्छ कि पुरै पढाइ हुन्छ घर ए हुन्छ चोरी चाहिँ बवाल हुन्छ एकैछिन है यहाँ मान्छेले सोधिहाल्छु दिदी कालेश्वर जाने बाटो यही हो कति जति टाढा छ 2 घन्टा लाग्छ बाइकमा 2 घन्टा लाग्छ मै नि त ल यो राम्रो ओ यहाँबाट 2 घन्टा भन्छ नि त यार त्यो केटाहरु तेल सेल पुग्दैन अनि ठेल्नु पनि हुन्छ बाइक हो त अनि तेल त अनि 2 घन्टा लाग्दै पनि यस्तो अफ रोड पनि बनाइसके हैन के हो के आएको वाह 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 यहाँ बस्यो यो डाँडामा बसेर फोटो हिँड्ने क्या केटा उतै पल्लो डाँडामा उतै पल्लो डाँडा रहेछ नि त हो यो पछाडिको सिनहरूबाट नि होइन हो कालेश्वर पनि टाढा रहेछ अनि डेढ घन्टातिर 1 घन्टामा पुगेला 1 बजे गएको छ भनेपछि हो यही डाँडामा खिच्ने क्या यही राखौँ न त यसो एकैटा फोटो खिचेर
खिचौँ न यहाँ बसी खिचौँ न यहाँबाट त्यहाँबाट सिन देखिन्छ त फोटो सोटो खिचौँ भने फर्किन्छ हामीसँग जानु नि ल चिन्नुपर्छ गोल 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 बल हेड जाने गोल पास दे भाइ पास दे ले 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 खै आइफोन पनि ल्या सुनिल सरको त 16 लिएर म दाउ कतिको ल्याए कतिमा ल्यायो खोइ नयाँ अनबक्सिङ भन्छ नि अनबक्सिङ भाइले किनेको कति पर्छ हुन त तिनकै हो भाइ 2.5 लाख 2.5 लाख हुन्छ हो नि पर्छ नि 3 लाख पर्छ अनि अहिले 17 लाई त अनि बाम द एउटा लगातार बाइक बनाम त या एउटा फोटो खिचेर गइहालौँ हजुर ल ल ल मान्छे बहनी कसले हिच्छ त्यहाँ मान्छे धुरे कालो ल्याएको खैरो यहाँ माथि राखौ न कस्तो यस्तो पारेर हैन यतिकै भयो त्यस्तै बनाएर कि सिधा सिधा बनाउँदा भाइ सिधा बनाऊ खत्तम भने धुलो त डेन्जर है अब अहिले तल लानु भाइ उ त एउटा यता राखौ एउटा यता राखौ अनि एउटा अलि उता राखौ भने फेस गरेर हान्नु लागि अगाडि यस्तो फेस भइगयो त यस्तो यहाँबाट देऊ यहीँ होस् यहीँ बसौँ न यताबाट खिचौँ न लाइट नि परिरह सुनिल सर उयो छेउमा हजुर त्यो छेउमा ल्याउनु त देखिन्छ कताबाट हान्ने त